सिद्धबाबा सुरुङ मार्गको यस्तो छ पछिल्लो अपडेट। दर्शकबिन नमस्कार, तपाईहरू यति बेला हेर्दै हुनुहुन्छ खबर संवाद। यदि हाम्रो च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला र सँगै रहेको बेल आइकनलाई पनि क्लिक गर्न नभुल्नुहोला भन्दै लागौं आजको भिडियो सामग्रीतर्फ। पाल्पा रूपन्देहीको प्रमुख र रणनीतिक सडक खण्डका रूपमा रहेको सिद्धार्थ राजमार्गमा वर्षौंदेखि देखिँदै आएको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित निर्माण थालिएको सिद्धबाबा सुरुङ मार्गको काम उल्लेखनीय रूपमा अगाडि बढेको छ। पाल्पाको तिनाउ गाउँपालिका 3 दोभान क्षेत्रमा निर्माणाधीन उक्त सुरुङ मार्गको हालसम्म 65% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको वित्तीय प्रगति भने 56% पुगेको छ। लामो समयदेखि पहिरो, ढुङ्गा खस्ने समस्या र सवारी दुर्घटनाको उच्च जोखिमका कारण चर्चामा रहेको यस क्षेत्रको समाधानका रूपमा सुरुङ मार्गलाई लिएको छ। सिद्धबाबा क्षेत्रलाई पश्चिम नेपालको डेन्जर जोनका रूपमा चिनिँदै आएको छ। विशेष गरी वर्षायाममा हुने पहिरो, चट्टान खस्ने समस्या र साँघुरो सडकका कारण यहाँ दैनिक जसो सवारी आगमन प्रभावित हुँदै आएको छ। यसै सन्दर्भमा सरकारले सुरक्षित र दिगो भरपर्दो यातायात सुनिश्चित गर्न सुरुङ मार्ग निर्माणको अवधारणा अगाडि सारेको हो। अहिले निर्माणको काम तीव्र गतिमा अगाडि बढ्दा स्थानीयवासीदेखि यात्रुहरूमा आशा पलाएको छ। आयोजना अन्तर्गत मुख्य सुरुङको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ। 1089 मिटर लामो मुख्य सुरुङ खन्ने काम पूरा भइसकेको आयोजनाले जनाएको छ। यो सुरुङ नै सम्पूर्ण आयोजनाको मुटुका रूपमा रहेको छ। मुख्य सुरुङ सम्पन्न हुनु आयोजकको ठूलो उपलब्धि मानिएको छ, किनभने सुरुङ खन्ने काम नै सबैभन्दा जटिल, जोखिम र समय लाग्ने चरण हो। मुख्य सुरुङसँगै 3वटा बाइपास सुरुङको निर्माण पनि पूरा भइसकेको छ। 151 मिटर, 161 मिटर, 130 मिटर लम्बाइ भएका ती बाइपास सुरुङ आपतकालीन अवस्था तथा प्राविधिक आवश्यकताका लागि निर्माण गरिएको हो। सुरुङभित्र कुनै समस्या देखिएमा यात्रु तथा सवारी साधनलाई सुरक्षित रूपमा बाहिर निकाल्न यी बाइपास सुरुङले महत्त्वपूर्ण भूमिका खेल्नेछन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरुङ निर्माण गर्दा यस्ता संरचना अनिवार्य मानिन्छन्। हाल सुरुङभित्रको लाइनिङ, ड्रेनेज, भेन्टिलेसन, लाइटिङ लगायतका संरचनागत कामहरू क्रमशः अगाडि बढाइरहेछन्। साथै सुरुङ मार्गसम्म पुग्ने पौष सडक निर्माण, भिर संरक्षण कार्य, रिटेनिङ वाल निर्माण तथा ढल व्यवस्थापनका कामहरू पनि निर्माणाधीन अवस्थामा छन्। यी काम सम्पन्न भएपछि मात्र सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने आयोजनाले जनाएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 2078 साल फागुन 25 गते चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएको थियो। कुल 7 अर्ब 34 करोड 21 लाख रुपियाँको लागतमा निर्माण भइरहेको यो आयोजना नेपालकै ठूला र महत्त्वपूर्ण सुरुङ आयोजना मध्ये एक हो। सम्झौता अनुसार 2083 साल चैत्र भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ। आयोजनाका प्राविधिकहरूका अनुसार हालसम्मको प्रगति सन्तोषजनक रहेको छ। सुरुङ खन्ने जटिल चरण सकिनु नै ठूलो सफलता भएको उनीहरूको भनाइ छ। पहाडको भित्री संरचना, चट्टानको बनावट, भूगर्भीय अवस्था र पानीको बहाव जस्ता चुनौतीका बावजुद काम अपेक्षित गतिमा अगाडि बढेको आयोजनाको दाबी छ। सिद्धार्थ राजमार्ग बुटोल, पाल्पा, पोखरा हुँदै पश्चिम पहाडी जिल्लाहरू जोड्ने यो प्रमुख राजमार्ग हो। यही राजमार्ग भएर लुम्बिनी प्रदेशलाई गण्डकी प्रदेशसँग जोड्ने मुख्य मार्ग पनि यही हो। तर सिद्धबाबा क्षेत्र भने सधैँ जोखिमपूर्ण मानिँदै आएको छ।